तयार हो? यस सर। नेपाली सेनामा कतिवटा दर्जाहरू छ? 18वटा। सही हो? सही हो सर। ओके। अनि नेपाली सेनामा चाहिँ सबैभन्दा ठुलो दर्जा कुन हो? प्रधान सेनापति। अनि प्रधान सेनापतिको कार्यकाल कति वर्षको हुन्छ? 61 वर्ष। कार्यकाल 3 वर्ष। अनि प्रधान सेनापतिको चाहिँ नियुक्ति र पदमुक्ति कसले गर्छ? प्रधान सेनापति नियुक्ति र पदमुक्ति राष्ट्रपति अनि कसको सिफारिसमा गर्छ? मन्त्री परिषदको। अनि त्यस पछाडि चाहिँ नेपालमा धरातलीय स्वरूपको आधारमा कतिवटा प्रदेशहरू छन्? धरातलीय स्वरूपको आधारमा 3वटा। के हुन्? हिमाल पहाड तराई। नेपालको अन्न भण्डार भनेर कुन ठाउँलाई चिनिन्छ? तराई। राष्ट्रिय सुरक्षा परिषदमा कतिजना सदस्य रहन्छन्? राष्ट्रिय सुरक्षा परिषदमा थाहा भएन। 7 जना होइन? हिजो हिजो पढेको है? ल हिजो पढेको भएर नजानेको हो? ल केही भएन। आज पढ्ने होइन दिउँसो? ओके अगाडिको सोधौँ। ओके नेपाली सेनामा सबैभन्दा सानो दर्जा कुन हो? फलोवर्स। हजुर केमा भिडियो हुनुहुन्छ अहिले? सिपाही सैन्य। अनि सिपाही र सैन्यमा के फरक छ? सैन्य भनेको अहिले हो, सिपाही भनेको 9 महिना ट्रेनिङ गरी भइसकेपछि भित्र पर्छदाखेरिको। सैन्य भनेको चाहिँ प्रवेश गर्दाखेरिको, अनि सिपाही भनेको चाहिँ 9 महिना ट्रेनिङ गरिसके पछाडि, राइट? एकदम। सेकेन्ड लेफ्टिनेन्टलाई नेपालीमा के भनिन्छ? सेकेन्ड लेफ्टिनेन्टलाई नेपालीमा सहायक सेनानी। ओके पदिक समूह छ नि, पदिक कतिवटा दर्जाहरू पर्छन्? 3वटा। कुन कुन हुन्? त्यो पदिक उपसमूहमा चाहिँ कुन कुन दर्जाहरू पर्छ? सूर्य चन्द्रमावाला हो कि? पदिक उपसमूहमा कुन कुन दर्जाहरू पर्छ? कुन कुन पर्छ? यो जमदार, सुबेदार, प्रमुख सुबेदार। के रहेछ? जमदार, प्रमुख सुबेदार, सुबेदार। अलिकति कम पढ्यो है। सो अर्को सोधौँ एउटा। अगाडिको नेपालमा कतिवटा स्थानीय सरकार छन्? 761। स्थानीय सरकार स्थानीय उति 753। नेपालमा कति तहको सरकार छ? 3 तहको। कुन कुन हो? सङ्घ, प्रदेश र स्थानीय। अनि प्रदेश सरकार कतिवटा छन्? प्रदेश सरकार खासै पढिहाल्नु भुलिसकेँ। प्रदेश नम्बर 1 कोशी प्रदेश कतिवटा रहेछ? 7वटा। जुकिनी हुन्छ। अनि यो के भन्छ, यो जुन भित्री मधेस छ नि, भित्री मधेसमा चाहिँ कतिवटा जिल्लाहरू पर्छ? 7वटा। कुन कुन भन्न सकिन्छ? ठ्याक्कै भन्न सकिन्न सर। सुमन र चिउसी दाङघुम नगए, सुबाट सुर्खेत, चितवन, मबाट मकवानपुर, नबाट नवलपरासी, पूर्व कि पश्चिम,